हेलो साथीहरू, म चाहिँ भर्खर ड्युटी सकेर रुम जाँदैछु। अहिले चाहिँ रातिको 11 बजिसकेको छ। आज चाहिँ छिटै काम सक्यो अनि म चाहिँ फर्किँदैछु। चिसो चिसो छ अनि रातिको समयमा चाहिँ अब डर लाग्छ, के गर्नु, डराएर भएन। रुम त फर्केर जानै पर्यो। बाटो क्रस गर्दैछु म चाहिँ यहाँबाट। अनि एउटा भनाइ छ नि, बुढापाकाहरूको अनि यस्तै ठुलो बडाहरूको के अरे के भन्थ्यो, बिर्सिहाल्यो फेरि। मेरो व्यथा तिमीलाई के थाहा भन्थ्यो। सही परि यस्तो राति हुँदी डराइ के हेर्नु त, चेनगारीको बाटो हिँड्नुलाई कति गाह्रो छ। यत्तिकै त भनेको होइन क्या, यो भनाइहरू हुन्छ नि यस्तो उखान टुक्काहरू, त्यो चाहिँ यत्तिकै चाहिँ भनेको होइन क्या बुढापाकाहरूले, त्यस्तो लाग्छ क्या। त्यो जे हो त्यही, तर अब त युज टु नै भइसक्यो यो बाटो हिँड्नुको लागि। त्यही पनि कता आज त अझ अलिक छिटो छ, अलिक धेरै। अब 12 क्रस भइसकेपछि चाहिँ कता त्यस्तो हुनु त। अब रोडीबाजी यताउति त्यस्तो भूत प्रेतको उसमा चाहिँ विश्वास गर्ने मान्छे चाहिँ होइन म। र पनि कता डर चाहिँ लाग्दो रहेछ क्या। हुन्छ नि, एक्लै हिँड्दाखेरि त अब डर हुन्छ नि त। अनि कता मनमा त्यस्तो उयो नभए पनि, विश्वास नभए पनि डर चाहिँ लाग्दो रहेछ। के गर्नु, यस्तै छ साथीहरू। परदेशी जिन्दगी, काम गर्नु पर्यो, पैसा त्यत्तिकै आउँदैन, गाह्रो छ। यस्तै हो, के गर्नु। परदेशी त्यो बुढा, त्यो त अब नाइट ड्युटी गर्ने, नाइट सिफ्ट गर्नेहरूलाई थाहा हुन्छ है। पहिला चाहिँ मैले सोच्थेँ क्या, विदेश गएपछि साथीहरू अनि आफ्नो आफन्तहरू बाहिर जाँदाखेरि चाहिँ गएपछि चाहिँ कति सुरुमा चाहिँ कन्ट्याक्टमा हुने, अनि त्यसपछि पछि चाहिँ कन्ट्याक्ट नहुँदाखेरि चाहिँ बिर्स्यो, विदेश गयो, पैसा कमायो, उनीहरू चिल छन्, हामीलाई बिर्स्यो भने जस्तो लाग्थ्यो कि। तर त्यस्तो होइन रहेछ क्या। समय परिस्थिति हुन्छ नि। अब एक त अब आफ्नो फ्यामिली छोडेर आउनुको अब पीडा छुट्टै छँदैछ होइन। अनि त्यसमाथि कामको प्रेसर, त्यस्तै हो नि। अब काम गर्ने ठाउँमा है भने जस्तो हुँदैन, आफूले सोचे जस्तो हुँदैन रहेछ। अनि चाहिँ आफूले आएर भोग्दैछु। अनि त्यही भएर कति साथीभाइहरूले आफ्नो आफन्तहरूले मलाई पनि त्यसै भन्नुहुन्छ क्या, गयो विदेश गइस्, पैसा कमाउनु थालिस्, ठुलो भइस्, हामीलाई विशेष